उपल्लो पसलमा पाउँछ। सानो तिमीले हुरुके बनाउँदा पुरा पक्का हुन्छ नि। आज तपाईँहरू अब पुग्नु न, रात साँझ गरेर 10 बजीसम्म बोलाएर पनि सालपै। हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ सिलचिङ जाने क्रममा सेकेन्ड डे हो। आज चाहिँ हामी मयुङबाट हिँडेको अनि अहिले बिहानको त्यस्तै 6-7 बजिरहेछ। हामी चाहिँ हिजो तलको होमस्टेमा बसेको, गोट स्टेमा भन्यो नि, होमस्टे त होइन गोट स्टेमा। सो गाइज अहिले चाहिँ हामी मयुङबाट बाटो लाग्यो। मौसम एकदम राम्रो खुलिरहेछ, एकदम घाम लागिरहेछ, राम्रो खुलिरहेछ। यस्तो छ गाइजहरू। सो गाइज होइन, अहिले चाहिँ फाइनली हिमालहरू देखिन थाल्यो। यहाँ सानो पाल हो कि पोखरी भन्छ, अहिले पोखरी हो होइन। हिमाल देखिन थालिरहेछ। अनि यहाँ अगाडि हेर्नु त घोडाहरू पनि रहेछ, चढ्दै गरेको घोडाहरू हो। अनि त्योभन्दा अगाडि छ हिमाल। मयुङदेखि उता लागेपछि घना जङ्गल, गुराँसको बोट रहेको छ। अनि हाम्रो ग्याङहरू आफ्नै तालमा रमाइलो गर्दै हिँडिराख्नु भएको छ। एकदम बबाल रमाइलो। हेर्नु न, आमा गुराँसको बोटहरू त बबाल छ नि। हो पछि हो चैत वैशाखमा फुलेको बेला चाहिँ खतरा राम्रो देखिन्छ। तपाईँहरू पनि टाइम मिलाएर भ्यू गर्न सक्नुहुन्छ, घुम्न आउन सक्नुहुन्छ गाइजहरू होइन। हाम्रो यात्रा चाहिँ सिलचुङसम्मको छ। अनि सास बढेर केही कुरा भन्न सकिनँ, बिस्तारै भन्छु गाइजहरू होइन। भिडियो हेर्दै गर्नु होला, अनि लाइक पनि गर्दै गर्नु होला, लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु सेयर पनि गर्दै गर्नु होला, सब्स्क्राइब पनि गर्दै गर्नु होला। तपाईँहरूलाई म हामीले चाहिँ एउटा ठुलो जङ्गल पार गरेपछि चाहिँ यहाँ हिमाल सबै देखिरहेछ। अलिअलि कुहिरो लाग्नु थालेको छ होइन गाइजहरू। यहाँ सानो कुवा नै भन्छ होला, सानो कुवा भेटिएको छ। अनि कुवाको यहाँ माथितिर चाहिँ चिन्डोको आकारमा चाहिँ खोपिएर बनाइएको छ। अनि हामीले चाहिँ यो कुवाबाट पानी झिकेर छानेर हामी यसरी रुमालमा छानेर पानी नछान्दा भने तिमीमा हुनेले हल्लाउँछ पानी नहल्लाइ निकाल। यस्तो बबाल ठाउँ आएको छौँ नि हामी अहिले होइन। यात्रा गर्दाखेरि चाहिँ यस्तो दामी भिडियोहरू यस्तो ठाउँ आएको छ। अनि म यहाँ भिडियो बनाइरहेको छु होइन। होइन हाम्रो यस्तो रमाइलो ठाउँ छ नि यहाँ। हामीले यस्तो रमाइलो ठाउँ भेटिरहेछौँ। हिमालहरूसँग रमाउँदै हामी अगाडि बढिरहेछौँ।
हो म्या यतिको चाहिँ हुनु पऱ्यो क्या यतिको ठाउँ चाहिँ हुनु पऱ्यो क्या होइन यता चाहिँ भिड छ फेरि यता चाहिँ डरलाग्दो भिड छ फेरि यता चाहिँ हेर्नु न आम्बा सक्छ त कसैले यतिको ठाउँलाई हेर्नु न आमा यता चाहिँ यस्तो दामी ठाउँ छ फेरि यता चाहिँ आम्बो यस्तो भिड छ अनि सक्छ त When I'm blue, I think of you in your eyes, how they look at mine, so kind of like that. You slow down time and everything's just fine. I was ocean swimming with just wishful thinking of my life, the vision drifting by until I found a lighthouse in your heart, shining like a beacon of bright stars. I was in a lifeboat wandering far until I found a lighthouse. सो गाइस अहिले चाहिँ हामी बिहानको खाजा पकाएर खान लागेको चाउचाउहरू अनि खाजा पाक्नु चल्छ गीत गरेर गीत गाएर चाहिँ रमाइलो गर्नु यो त ल सिलमा हो लामो केस तिम्रो सेतो साडीमा कुपन बोक्ने नबोक्ने हो हुँदै तिमी नलैजाऊ मलाई क्षितिज बारीमा लागेको माटमा हात छ हातमा चलाऊ गरी चिहान कि बढी हिउँ जस्तै सेतो नरम गाला तिम्रो गुलाबी तिम्रो जस्तै सेतो नरम गाला तिम्रो गुलाबी तिम्रो नलैजाऊ मलाई अहिले चाहिँ हामी यहाँ बाटोमा सानो यहाँ गोठ पाएर चाउचाउमा लिएर खाजा खाँदैछौँ अहिले चाहिँ यता हुनुहुन्छ समर्पण नरज दाईहरू आफ्नो आफ्नो पारामै खाजा खाँदैछौँ होइन अनि अब खाजा अब चाहिँ खाजा खाइसकेपछि म यहाँ पौडी खेल्नु बिस्तारै करेन्ट र अर्को मिसाएर पकाएको चाउचाउ अनि खाजा खाइसकेपछि चाहिँ हामी बिस्तारो बाटो लाग्ने गाइड्सहरू होइन अनि हामी तल ठ्याक्क अहिले चाहिँ फेरि त्यहाँ कुहिरोले छलेर त्यहाँ ओजेल छ नि हो त्यहाँ ओजेलमा चाहिँ गोठहरू रहेछ अहिले चाहिँ बलौटे भन्ज्याङ आइपुग्यो होइन सिलचिङ जाने यात्राको क्रममा बलौटे भन्ज्याङ आइपुग्यो देख्न सक्नुहुन्छ यो हो तपाईँहरूको सबै तपाईँले चोरी 1 लाखमा किन्नुभयो यो ठाउँको नाम के भन्छ बलौटे भन्ज्याङ यो ठाउँको नाम बलौटे भन्ज्याङ हो कति छ वस्तुहरू हाम्रो सो गाइज होइन अहिले चाहिँ बलौटे भन्ज्याङमा आइपुगेछ यहाँको अङ्कलले बलौटे भन्ज्याङ भन्नुहुँदैछ यो ठाउँको नाम घर चाहिँ त्यो पारी अरे अनि उहाँ दाइको यो अङ्कलको घर चाहिँ ऊ पारी यहाँ म जुम गरेर देखाइदिन्छु ऊ पारी रहेछ अनि मा घुम्ला गाउँ
माखम तो माने छ्यामसुने पाथेका दिक तेल परो ए तपाईले चोरी 1 लाखमा किन्नुभयो हजुर अनि यताको गाउँहरु चाहिँ थाहा छ तपाईलाई यो गाउँ त दोबानी गाविस हो भचुरे हो भोजपुरी हो याङमा सालेवा अब यहाँ भन्दा माथि चाहिँ कुन ठाउँमा आउँछ यहाँ भने वा हजुर ओ हरकटे जुगे हरकटे जुगे कति घण्टा जस्तो लाग्छ सालपा पोखरी पुग्न लाग्छ नि अब कति घण्टा तपाईँ भनिदिनु आज बेलुका त पुग्नुहुन्छ कि हिँड्नु सक्नुहुन्छ भने उहाँहरू यहाँ भन्दा दुईजना चेलीहरूको हिँडाइले तपाईँले अन्दाज अलिक गाह्रै हुन्छ अब हामी भए त हिँड्नेछ होइन अब हामी चाहिँ गोठाला यस्तै गाई धन्दा लाएर गोबर सोरिसकेर उसलाई पाछालाई घाँस पानी गरेर हामी बेलुका यहाँबाट बजार भरेर ठ्याक्क फेरि बेलुका हामी 4 बजी 5 बजीतिर आइपुग्छौँ सालपादेखि अब अरूलाई पनि सोध्नुहोस् मैले ढाँटेको भयो होइन होइन तपाईँहरूको कुरा पक्का हुन्छ नि हजुर आज तपाईँहरू अब पुग्नु न रात साँझ गरेर 10 बजीसम्म लाएर पनि सालपाई किन टेन्सन गर्नु राइड अप भन्ने त्यही हो त्यहाँ त काट्नुहुन्छ यहाँबाट हामी बस्ने ठाउँ 4-5 बजीतिर कहीँ भेटिँदैन भेट्छ हो त्यतै बस्नुपर्छ अब यहाँ भन्दा अगाडि चाहिँ कहाँ राइड अप राइड अप अहिले कति बज्यो र 10 बज्यो होला बलौटे भन्छ ऊ माथिल्लो साटोबाट ऊ माथि देख्नुभयो ऊ माथि कुहिरो लाग्यो नि माथि सिरानमा हो त्यही हो त्यस्तो त कति डाँडा पो काट्नुपर्छ त भन्नु अब यो उकालो हजुर रक्सी बक्सी पाउँदैन उपल्लो पसलमा पाउँछ ए छुर्पीहरू पसलमा पाउँछ यो बाटो हिँड्दै हिँड्दै गएर त्यो डाँडा काट्नु पर्ने यो उकालो मुन्डु टालको बाटो यही हो यो उकालो काटो अनि 30-40 वटा डाँडा कट्नुपर्छ त्यस्तो यो गहिरा झरो होइन उपरो त सेतै बाटो देख्नुभयो नि त हो त्यही हो बाटो अब मुन्डु टालले खनेको बाटो अनि हामीलाई आज बिच काट्नु पर्ने हजुर भिर उकालो तपाईको शुभ नाम चाहिँ अङ्कल मेरो हजुर टेकबहादुर बस्नेत हो टेकबहादुर बस्नेत तपाईँ यहाँ गोठ बस्नु यहाँ गोठ छोरा छैन तपाईको कति वर्ष भयो हजुर यहाँ गोठ बस्नु भएको ए हामी त गयो नि बच्चादेखि नै 2-3 वर्षदेखि नै 2-3 वर्षदेखि नै गोठ बस्नु भएको आउनु भएको यहाँ यो तल अब हिँड्ने यो गाउँहरू चाहिँ कुन कुन हो माखमला उहाँकै अरे त्यो गाउँ छ्यामसुने टोमाने सार्लुङ उहाँको चोरीहरू उतो किनेको चाहिँ यसपालि गाउँपालिका हो अरे ए याक एकचोटि बसेर हुँदैन लु लु हस् धन्यवाद तपाईँलाई धन्यवाद लु सानो तिमीले हुरुके बनाउँदा सेती खोला तरौला भावी मन कसरी बुझाउला When I'm blue, I think of you in your eyes, how they look at mine, so kinda like that. You slow down time and everything's just fine. I was ocean swimming with just wishbone thinking of my life, the vision drifting by until I found a lighthouse in your heart shining. अहिले चाहिँ हामी यो उकालोमा छौँ होइन कुन उकालो थाहा छैन गाह्रो भइरहेछ पानी नपाएर प्याकी हो अब भोकले अनि प्याकी भइसक्यो पानी कहाँ पाउँछ भनेर खाना पकाएर खानु भनेको कि आइसक्रिम खादिन्छौँ एउटा रहेछ त्यही पनि बिजोक भइरहेछ गाइजहरू बो अड्किन्छ उकालोमा बो चिउरा खाएको अड्क्यो पानी छैन हामी अघि नै त्यो हल्लाउँदैछ सकेको अवस्थामा यो भिडियो है सबै झोलाहरू फ्यालेर पुरा भोकली बसिरहेको यस्तै छ कसरी जानु यो उकालो तपाईँहरू यो बाटो हिँड्नु भएको थियो कि थिएन कसरी कट्नु भयो यो उकालो यो बाटो हिँड्ने जतिले कमेन्ट गरिदिनु होला यो बाटो हिँड्ने जतिले कमेन्ट गरिदिनु होला मुन्दुम ट्रेलको बाटो सिलिचुङ जाने बाटो एकदमै उकालो भोकले सिल्टी फ्ल्याट हुन आँट्यो त गाइजहरू
तल हाम्रो साथीहरू आउनु डरलाग्दो भिड छ है। सो अनि त्यही हो। मामा भिड त अहिले चाहिँ बल्ल बल्ल उकालो मरितरी घिस्रिँदै भए पनि उकालो चाहिँ निस्क्यौँ। यहाँबाट चाहिँ हल्का तेर्सो जस्तो छ। ए हामी अहिले भर्खर उकालो चढिसकेको। यो उकालो अनि आम्मामा यो उकालो चढेर आएको ठिकै छ। अब त धेरै उकालो हिँड्यो जाँदाखेरि अलिकति त्यही हो गाइज। लास्ट भोक लागिरहेछ, तिर्खा पनि लास्ट लागिरहेछ होइन। अब कहाँ पानी भेटिन्छ त्यहाँ चाहिँ मस्त पानी खाने हो। अनि त्यहाँबाट के हुन्छ त्यतिखेरै थाहा हुन्छ। यो चाहिँ भिर है। योभन्दा डेन्जर भिरहरू थियो तल। भिर निस्केको हामी चाहिँ बाटोमा रात परेकोले यहाँ अगाडिको गोठमा बस्ने निर्णय गऱ्यौँ। अब यही गोठमा बस्नेछौँ अनि यहाँ बसेर भोलि बिहानै बाटो लाग्नेछौँ। यो चाहिँ बेलुकाको भ्यू है गाइजहरू। कोही कपाल के गर्ने लाइफमा पुरै यही गोठमा है आगो बालिसक्यो। यो पनि हाल्दै गर्नु न खानासाना पकाएर बस्छौँ। गाइजहरू अहिले चाहिँ हामी खाना पकाउँदै गरेको शिशिर गोठमा होइन। शिशिर तेरो झोलामा थाल छ कि छैन? यस्तै चाहिँ धुवाइ छ गोठमा। अब दुःख सुख खाना पकाउँदैछौँ। ठुलो छ भने यहाँले त्यहाँ छोप